षड्यन्त्रको जन्जाल नहुनु पर्ने भइहाल्यो चिन्ता नगर म फेरि ऋण लिने व्यवस्था मिलाउँछु फेरि म पछुक्दै के भनिस् रे ए अब तिमीले मलाई बिहा गरेको यत्रा वर्ष भइसकेपछि माइत गएर बस भन्ने भयो हैन तैले चाहिँ दाइजोको फुई गरेपछि मलाई रन्का उठ्दैन त ए माने दाइ अब हामीले त्यो एकजना सफल बनाउने चाल चाल्नुपर्छ बुझ्यौ हो दाइ हामी सबै मिलेर मेहनत गरौँला जे सकिन्छ त्यही गरौँला चिन्ता नलिनुहोस् है तपाईँ केटा देखेपछि मन फेरिन्छ कि मसँग त 2-4 वर्ष मरि नि बिहे गर्दैन भन्नुहुन्थ्यो ल पुरै 10 लाख रुपियाँ छ अब यो बाहेक चाहिँ अलि राम्रोसँग विचार पुऱ्याएर लानु नि खबरदार अगाडि बढ काटिहाल्छ क्या हो ए पक ए सुलसुले तैले ती समस्याका चोरलाई किन छोडे छोड हुत्याएर म समाउँछु त्यति एउटा चोरले समाउन सक्नु छोड ए पक्न नजा माने नजा यति लामो चुपी भएको छ त्यो भोडी छेडेर लादी निकाल्दैलान् धन्न सुलसुले भाइ तिमीले मेरो त्यत्रो पैसा जोगाइदियो माने तिमीले पनि धेरै गुट लायो पिर नलिनु मैले मान्छे कमाउन सकिनँ यति चाहिँ मैले जोगाउन सकेँ यो गुन्नु पिर्न सक्छु खै कहाँ छन् ती चोरहरू यही लाठाले हानेर ढाडसार भाँचिदिन्छु म ए भाँच्यौ ढाड अहिले भइसक्यो तिनीहरू त्यस बेला आएर ढाड भाँच्यो फेत्तेरिका म ठेकामा परेर आउनै ढिला भयो झोलामै थियो नि त्यो मेरो गोर्खे हस्त झुम्री फालेर आएँ म ए बहिनी कता गई त बहिनी त अघि नै घरतिर गएको देखाएको थिएँ मैले धन्न माने सुसुले तिमीहरूले मेरो यत्रो पैसा जोगाइदेऊ धन्न ल अब पिर नगर यसरी नआत्य आफ्नो पैसा सुरक्षित तरिकाले राख ब्याङ्कतिर लगेर राख अब यसरी पिर नगर चोर समाउन नसके पनि पैसा जोगाइदिएछ ल जाउँ जाउँ भाइ जाउँ हस् हामी लाग्यौँ है त हस् ल सुलसुले पनि हामी जाउँ ल भयो भाउजू यति बेरसम्म कहाँ हराउनु भएको मन्दिर गएको नि नानी आजको व्रत पुरा गर्नको लागि तपाईँको व्रत त सफल भयो नि भाउजू चोर समातियो नि हो र आहा कति खुसीको कुरा चोर समातेको खुसी तपाईँलाई सुनाउन आएको तपाईँ नै हुनुहुन्न थियो खुसीले उफ्रिँदै आउँदा लडेर कपडा हिलो भयो त्यही भएर कपडा फेरेर बसाएँ भाउजू तपाईँ यत्रो बेर मन्दिरतिर हराउनु भएछ दाईहरू नि आउनुभयो तिमीला यति बेला पूजाको थाली लिएर कहाँ गएर आएकी तिमी थाहा छ दाई आज भाउजूले केही नखाइकन व्रत बस्नु भयो नि हजुरको कुशलताको लागि हो बिमला हो नि हजुरको कुशलता नै हामी सबैको कुशलता त हो नि हो दाइ हजुरको सुख दुःख हामी सबैको सुख दुःख हो नि आहा म कति भाग्यमानी छु मलाई सुख दुःखमा साथ दिने तिमीहरू छौ अब यो पैसाले छिट्टै गाई बस्तु किनेर टनेलमा लगानी गरेर राम्रो आय आर्जन गरौँला अब टनेल त यतै नजिकै कसैको किन्नुपर्छ गाई बस्तु चाहिँ 2-4 दिनमा म माइत गएर दाइलाई बुझ्न लगाउँछु थाहा छ भाउजू आज चोर त सुलसुले दाइले सामान भएको नि हो र नानी सुलसुले बाबुले लाखो यो गुणको बदला त तिरेर सकिँदैन होला ल जाउँ चोरहरूसँग लुचाचुडी गर्दा ज्यान थाकिसक्यो भित्रै गएर आराम गरौँ ल आऊ भित्रै जाउँ
भेट्नु पर्यो भनेर आएको कोही पनि छैन कि क्या व्यर्थै भयो आएको जानु पर्यो अब आई को रहेछ आँखा फुटे मान्छे धोक्रोले पेरेर लडाउने ए यही पकाउरे पो रहेछ त ए पकौडा वाली नानी पो रहेछ नि त के को पकाउरो वाली नि कहिले टाउकोमा टुटुको उठ्ने गरी ठोक्का छ कहिले ढाड भाँच्ने गरी लडाएको छ के बिगारिदिएको छु मैले तिम्रो जति खायो नि ठोक्के ठोक्के गर्नलाई ओहो सरी है मैले जानेर होइन एहे ढाड त धेरै दुख्या जस्तो लाग्यो मलाई मालिस गरिदिनु के त पर्दैन यहाँ हाँसा छुन ल्याउने होइन हाँसा भाँदिउँला नि फेरि पर्दैन आइ यहाँ कस्तो दुखिरहेछ आफ्नो के गर्नु त अब हाम्रो भेट हुँदाखेरि संजोगै यस्तो पर्दो रहेछ जे भयो गल्तीले भयो माफ गराए ल ल भइगयो माफ गरिदिएँ कतै गएर आएको हो कि कतै जाँदै थियौ म आँखा भएको अन्धोले लडाइदिएँ जानी नजानी गरेको अपराधलाई क्षमा गराए कति हात जोडिराख्यो होला माफ गरिसक्थेँ भन्न त बरु भन्नुहोस् न तारा घरको मान्छे कहाँ गएछन् भेट्न भने आएको थिएँ कोही रहन्छन् खोइ कुनै अहिलेसम्म त घरमै थिएँ अहिले कता गए पनि आएपछि म खबर गरिदिनु अलि भयो अनि के काम थियो र भेट्नु पर्ने थियो म आएको कुरा गरिदिनु है त ए सुन त तिमीले मलाई माफ गरेकै हो भने तिम्रो मोबाइल नम्बर मलाई दिएर चाहिँ जाऊ न हुन्छ नि त नम्बर टिप्नु न त 98 043 871 के रे यत्रो 4 वर्ष भइसक्यो हाम्रो लभ परेको अझै पनि मसँग सिधा कुरा गर्न लाज मान्छौ योगेश के रे तिमी मसँग तल्लो जातको भनेर पन्सिन खोज्छौ आज आएर थाहा भयो मलाई तिमी मलाई धोका दिन खोज्दैछौ धोकेबाज रहेछौ तिमी त कट 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 अलि भएन यही त यस्तो बिगाड अगाडि गएर के गर्छस् तैले खैले म सिकाउँछु तँलाई नै नै फेरि एकचोटि मै गर्छु के रे तिमी तल्लो जातको भनेर मसँग पन्सिन खोज्छौ ए दाने सुनिस् तैँले तेरी छोरी मोबाइलमा कुन चाहिँ केटासँग लभको कुरा गर्दैछ के भन्छ अझ तल्लो जातको केटो अरे ओम इज्जत सर्वनाशम स्वाहा के भन्छ हो र भने हो रे भन्छु बा कहाँ हो र अङ्कल कहाँ लभको कुरा गरे हो र तँलाई कुलङ्गार नि मेरो इज्जतको सत्यानाश पारेर कुजातसँग लभ गर्दै हिँड्ने त चौका दाउको कसम तेरो जगल्टा नौखाली छोड्दिनु भएछ त्यस्तो होइन नि बाबा त्यस्तो होइन नि त्यस्तो नभए कस्तो त अनि भर्खर फोनमा त्यो कुन चाहिँ कुजातसँग लभको कुरा गरेको होइन तैँले त्यो त के त्यो त तँलाई पहिल्यै बे गरेर लखेटिहाल्नु पर्थ्यो पढ्छु भनेर रोइस बाबा भनेर रोइस ठुलो गल्ती भयो नि मबाट अङ्कल कुरा तपाईले भने जस्तो होइन त नखरमाउली चाहिँ मसँग साँच्चीले बन्न किन आकिन् यो 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 उताउलीलाई बिगार्ने त होस् ए जाने यस्तो एकैचोटि चुरुमुरेर यसरी धेरै नरिसा न यिनीहरूको पनि कुरा सुनौ के रहेछ बुझौँ अब के बुझ्नु अर्काको जात कुजात र इज्जतको हिसाब किताब राख्ने म मेरै इज्जतको सिरिखुरी स्वाहा पारिहाले त्यस्तो नहुनु पनि सक्छ भन न नि भन कुरा के हो तिमीहरूको अर्को हप्ता कलेजमा ड्रामा कम्पिटिसन छ त्यसैको लागि प्र्याक्टिस गर्न लागेको थियौँ हजुरहरूले अर्कै बुझ्नुभयो ए त्यस्तो पो रहेछ कुरो म त अर्कै कुरै नबुझी बेकारमा अङ्गुरलाई बङ्गुरको आँचीको डङ्गुर बनाएर त्यही त भने अङ्कल बाबा पनि कुरै नबुझी रिसाएर फेरि
हेर है अब त्यस्ता कुजासँग लभका कुरा निस्क्यो भने तिमीहरूका नली खुट्टा बाँचेला नि बहिनी बस्दै जाउँ बुझे सुधा कुदासँग चाहिँ लभ गर्न नपाउने रे सुधासँग त पाउँछस् रे नि त नगर जाउँ इन घरतिर प्र्याक्टिस नगर्ने खुब गरिस् प्र्याक्टिस झन्डै तेरो बाउले जग्गालाई केराउने प्र्याक्टिस गरे थिए जाउँ इन बरु घरतिर ए दिदीहरू त ढाकामा तालचा लगाएर कता जानुभएछ अघिसम्म त घरमै हुनुहुन्थ्यो ए कतातिर गइसिन् त चन्दा खै खेततिर जानुभएको छ कि म हेरेर आउँछु एकछिन बस्दै गर्नुहोस् खै म आउने थाहा पाएर भागे कि क्या 3 वर्ष अगाडि दिएको पैसा उठाउँ भन्दा यसो बहाना बनाएर आएको परैबाट मलाई देखेर टापकोसी जस्तो छ खेतमा त हुनुहुन्न हो त्यो मै आउन लागेको देखेर पक्कै भागे कि हो यसो गए जस्तो गरेर फेरि फर्केर आउनु पर्यो क्या अरे हजुर आज यतै बस्नुहोस् अनि दिदीसँग भरे भेट पनि हुन्छ हुन्न र आज म यहाँ बसेँ भने तेरो दिदी भरे घरै आउँदिनँ हजुरले के भन्नुभएको मैले कुरै बुझिनँ के होइन पछि आउँला भने ए जानु फेरि हजुरलाई अबेला होला यो पनि जा भन्छे कतैले उता दिदीलाई भेटेर त होइन के भन्नुभएको नजानु भन्नुभएको होइन जान्छु त गएँ अब आज आउँदिनँ जस्तो छ त्यो अर्को दिन मौका छोपेर आउनु पर्ला हातले दियो खुट्टालाई शास्ति भनेको यही हो हेलो को बोले ए गीता ए आज कताबाट सम्झिस् त होइन तैँले हाम्रो के कुरा सुनिस् त्यहाँ गाउँतिर के रे देखिस् जमुने हाम्रो दाइले टङ्क दाइसँग सानो कुरामा झगडा गर्नाले गाउँले नाना थरी कुरा काटेका त हुन् त्यही त भने त्यस्तो मिल्ने साथी झगडा चाहिँ नपरे हुन्थ्यो यदि विक्रम र तेरो मन मिल्छ भने बिहे गरिदिए हुन्छ मेरो विचारमा त तेरो के विचार छ हे नपकाउस् तपाईँ के कुरा गरे नानी त्यस्तो जातले बाहुन भएर आफ्नै इज्जत डाउन हुने कुरा गरेर हुन्छ त्यस्तो तपाईँ हामी जस्तो पढे लेखेको मान्छेले यसरी भेदभाव गर्न सक्छ यो 16 शरदको बेला दाइ अलि व्यस्त हुनुहुन्छ र मात्रै हो यो कुरा सुने भए चाहिँ तपाईँहरूको दाइले आज तपाईँहरूको सातो खानुहुन्थ्यो दाइ जस्तो पण्डित अनि विद्वान मान्छेले यस्तो सानो सोच राख्नु हुँदो रहेछ साह्रै दुःखको लाग्यो हेर्नुहोस् नानी जातपातको भेदभाव एकैचोटि हटाउन खोज्दा समाजमा हिंसा र विद्रोह हुन सक्छ त्यसैले यस्ता कुरामा हतार गर्नु हुँदैन पढे लेखेकै मान्छेले यस्तो सोचे विभेदहरूले कहिले हटाउने कसले भाउजू त्यो हटाउने समयले हो समयको अन्तरालमा त्यो बिस्तारै आफै हट्दै जान्छ ए भो यस्ता कुरा थन्क्यो मलाई त भोक लाग्यो जस्तो भयो भान्सातिर खाजा खान जाउँ हिँड्दा खाइपा हिँड जगते पर्खी तँसँग हिसाब लिनु छ मैले त्यत्रो ऋण गरेर ल्याएको पैसा चोर्नलाई तैँले गुन्डा लगाइस् होइन ठुक्क पाजी तैँले मलाई पनि आफू जस्तै निज ठानिस् है जसरी हुन्छ मलाई गिराउनै खोज्छ होइन त मैले होइन तैँले चाहिँ मलाई उत्रिनै नसक्ने गरी दलदलमा गिराइस् त्यसको बदला म आज मेरै छाड्छु तँसँग म 16 शराबको व्यस्त बाहुन तँसँग किचकिच गरेर बस्ने बेला छैन जे गर्न सक्छस् गर के गर्नु
षड्यन्त्रकारी बाहुन खाइ छैन त अब